Hello everyone, Namaste, what's up? I hope everyone is doing good. So today also I'm back with another new reaction video. So today I'm going to react on Miss Yuko Hatkari song. So produced by Jane. So let's see how's the song and music video. Yeah. If I die, don't cry, just smile. Yeah. मलाई थाहा छ मेरो वादमा पर्छ हतकडी 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 मैले गल्ती माथि गल्ती गरे झन् बढी कसैको कुरा सुनिन गरे मन परी कुराहरू चलिरहेछ मेरो ब्लगबाट मेरो कुरा चलिरहेछ मलाई साथ दिन्छु पनि साथी कोही कहाँ छ छेउमा कोही छैन सब टाढिरहेछ मिल्ने साथी मेरो कुरा काटी हिँडिरहेछ त्यो त भागिरहेछ रे सो आई थिंक फ्रेन्ड भन्ने बित्तिकै चाहिँ अलवेज एकदम पोजिटिभ हुन्छ आफ्नो प्रति भन्ने चाहिँ हुँदैन के हैन एकदमै मिल्ने साथीहरु पनि एकदमै नेगेटिभ भइदिन्छ के हैन हाम्रो वीक पोइन्ट भेटिने बित्तिकै सो आफूले चाहिँ त्यस्तो साथीहरु चाहिँ चिन्नु पर्छ के हैन त्यसको चलिरहेछ केस मैले भनेको थिएँ त्यसलाई त्यो बाटो हिँड्न छोडिदे कसैसँग भयो त्यसको पेट अब के हुने हो हेर जे पनि ठिकै त मेसु भाइ प्लिज गड हिम ब्लेस मलाई थाहा छ म बाटो गल्ती पाछ म बाटो मात्र होइन दुवै बाटो खबर आए मलाई कप्सले खोजिरहेछ अहिले 100 ग्राम छु भागिरहेको छु म दिन रातै कुराहरू खेल्छ लाग्दैन निन्द्रै दैवले गराइदियो दशसँग भेट यो लाइफ जाने भो अब यसै म खासमा त्यस्तो छैन तैँले सोचे जस्तो छैन तैँले के सोचस् मलाई बालमर्जी म त्यस्तो हुँदै होइन म खासमा त्यस्तो मान्छे होइन तैँले सोचे जस्तो म छैन तैँले के सोचस् मलाई बालमर्जी म त्यस्तो हुँदै होइन अस्ति भर्खर कप्स पुग्यो घरमा के हुने हो कि आमा छ डरमा छोरो छ लापता आमालाई आपता छोरो चाहिँ काउ केही थाहा छैन कप्सले गरिरहेछ खोजी सुरा कि लाए मुजी कप्स पुग्यो मेरो घरमा खबर आए मलाई अस्ति कप्स परिरहेछ पछि म चाहिँ भागिरहेको छु अघि सुरा कि लायो नआएछ मेरो मलाई थाहा छ मेरो वादमा पर्छ हतकडी मलाई थाहा छ मेरो वादमा पर्छ हतकडी कन्फ्युज के आफ्नै रियल लाइफमा बेस्ड भएको सङहरु चाहिँ लिएर राख्नुहुन्छ हैन सो यो सङ चाहिँ उहाँको रियल लाइफमा बेस्ट छ कि छैन म भए लापत्ता भन्दै हुनुहुन्छ नि आमाले भनेको मानिन त्यस्तो भन्दै हुनुहुन्छ नि हैन सो लापत्ता भएको भए चाहिँ उहाँ चाहिँ यो सङ चाहिँ कसरी फेरि निकाल्नु भयो त नि हैन सो म त एकदम धेरै कन्फ्युज भएँ सो हजुरहरुलाई थाहा छ भने चाहिँ भनिदिनु होला है मलाई थाहा छ मेरो वादमा पर्छ हतकडी मलाई थाहा छ मेरो वादमा पर्छ हतकडी आमाले सम्झाउनु सम्झाएको मलाई मैले कुरा नै सुनिन मैले कुरा नै सुनिन सो यो सङ चाहिँ मलाई वान अफ माई भ्युअर्सले चाहिँ सजेस्ट गर्नु भएको थियो हैन हतकडी सङ चाहिँ रियाक्ट गर्नु भनेर सो थ्याङ्क यू सो मच फर यो सजेसन सो हजुरहरुलाई चाहिँ कस्तो लाग्यो भिडियो प्लिज मन पर्यो भने लाइक कमेन्ट एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल ओके थ्याङ्क यू सो मच फर वाचिङ बाइ बाइ